केक रेसिपी एट होम। हेलो साथीहरू, आज घरमा यस्तो मिठो केक बनाऊँ है त। फर्स्टमा दुधलाई चाहिँ उमाल्ने अनि एउटा प्यानमा चाहिँ भाँडामा चाहिँ थोरै पानी उमालेर राख्ने। त्यसपछि ओरियो बिस्कुटलाई चाहिँ यसरी कुटेर यसको मसिनो बनाउने। त्यसपछि एउटा भाँडामा चाहिँ थोरै पिठो हालेर त्यसमा थोरै चिनी अनि थोरै अघि उमालेको दुध, तातो दुध अनि कुटेको ओरियो बिस्कुटलाई एउटा भाँडामा मिक्स गर्ने। साथै त्यसमा थोरै बेकिङ सोडा अनि अन्डा पनि राखेर मिक्स गर्ने। एउटा भाँडामा चाहिँ थोरै तेल राखेर अघिको पेस्टलाई चाहिँ यसमा राखिदिने केक बनाउनको लागि। अनि त्यसपछि अघि हामीले उमालेको प्यानमा चाहिँ त्यसलाई स्टिम हुन दिने 45 मिनेटको लागि। 30 मिनेट भइसकेको छ। अब चेक गर्नको लागि चाहिँ एउटा टुथपिन ल्याउने अनि त्यसलाई चाहिँ घोक्ने। यदि यो टुथपिनमा तास्यो भने चाहिँ यस्तो भयो भने चाहिँ यो पाकेको हुँदैन। 45 मिनेट भइसकेको छ र हाम्रो केक पनि रेडी भइसकेको छ। लास्टमा चाहिँ चकलेटलाई चाहिँ मेल्ट गरेर